गुड आफ्टरनुन साथीहरू। म चाहिँ एकछिन बजार आएको थिएँ, केही काम थियो भनेर, त्यही लागि। र यहाँ चाहिँ मैले टेलरमा मम्मीको नाइटीहरू सिलाउनु दिइरहेको थिएँ र फाइनली नाइटी पनि सिलाइसकेँ। अब सिधै म जान्छु केही खानेकुरो खानुको लागि। र मेरो यहाँ हिरो होन्डा पनि छ, स्कुटी। र म चाहिँ अब जान्छु हाम्रो दादाहरूको दोकानमा केही खानुको लागि। आउनुहोस्, तपाईँलाई पनि म देखाउने छु। र फाइनली साथीहरू म पनि दोकान आइसकेँ। दादाहरू बल्ल आइपुग्नु भएर रेडी गर्नु हुँदैछ सामानहरू। र चाउमिन मोमो चाहिँ ढिलो हुने रहेछ गाइस। र हाम्रो चाहिँ यता सालकुमार बजारमा चाहिँ एकदम नेपालीको दोकानै छैन, बल्ल तल दादाले खोल्नु भएको रहेछ नयाँ। मलाई चाहिँ साह्रै खुसी लागेको छ, किन भन्दा थुक्पा खानु पायो। थुक्पा पनि मेरो रेडी भएर आएको छ, चिकन थुक्पा। एन्ड मलाई चाहिँ साह्रै मनपर्छ, फेभरेट हो। थुक्पा खानुको लागि म कहाँ पुग्छु थाहा छ साथीहरू तपाईँलाई, म दिदी घर जान्छु। र हाम्रो चाहिँ यहाँ सालकुमार बजारमा थुक्पै पाइँदैन, बङ्गालीहरूले बेच्छ, त्यही भएर जान्दैनन्। र अब चाहिँ म धेरै खुसी छु, जतिपल्ट पनि आउँछु थुक्पै खाने हो साथीहरू बजारमा। र मेरो भिडियोहरू कहाँबाट हेरिदिनुहुन्छ कमेन्ट गरी भन्नु होला है। तपाईँहरूको सपोर्ट माया चाहिँ मलाई साथमा दिइराख्नु होला, म पनि तपाईँहरूको साथमै छु साथीहरू। र टेस्ट छ है थुक्पा पनि, म यो लगाएर चाहिँ 2पल्ट भयो खाएको चाहिँ। र मेरो हस्बेन्डले पहिला देख्नु भएको थियो साथीहरू। र यो भिडियो चाहिँ अहिले यति नै, बाई बाई अहिलेको लागि चाहिँ।